मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म बनाउँदैछु लुङ्गा खान। लुङ्गा खान भनेको चाहिँ पर्वते भाषाबाट अकबरे खुर्सानीको तिउन, राई भाषाबाट चाहिँ हामी लुङ्गा खान भनिन्छ। प्राय जसो यो जाडो महिनामा हामी बनाएर खान सक्छौँ। त्यस्तै पहाडीमा प्राय जसो खानुहुन्छ यो बनाएर। म तपाईँहरूलाई आज यहाँ बनाएर देखाउँदैछु कसरी बनाएर खाने लुङ्गा खान भनेर। हेर्नुहोस् है त स्टेप बाई स्टेप म तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ हामीलाई चाहिने सामग्रीहरू। यो चाहिँ इस्कुसको मुन्टा, त्यसपछि दही हामीलाई चाहिन्छ। दहीलाई मही बनाएको छु मैले। मही बाक्लो खालको मही बनाउनुपर्छ, बाक्लो धेरै पातलो पनि बनाउनु हुँदैन। त्यसपछि हामीलाई 3-4वटा टमाटर चाहियो। त्यसपछि हामीलाई मेन भनेको खोर्सानी चाहियो। खोर्सानी चाहिँ तपाईँहरूले आफूले कतिको पिरो मन पराउनुहुन्छ। धेरै पिरो खानेले धेरै लगाउन सक्नुहुन्छ, कम खानेले कम, ठिक्क खाने ठिक्क लगाउन सक्नुहुन्छ। त्यसपछि हामीलाई चाहियो मटर पनि लगाउनु पर्छ। त्यसपछि प्याज, त्यसपछि आयो घिउ। यो घिउले चाहिँ हाम्रो धेरै पिरो हुँदाखेरि चाहिँ पेट पोल्नु दिँदैन। त्यसले गर्दाखेरि हामी घिउ पनि लगाउँछौँ। त्यसपछि यो हामीलाई घिउ चाहिँ राम्रो खालको एकदम प्योर घिउ चाहिन्छ, बास्ना मिठो भएको। यसले चाहिँ लास्टमा हामीले पड्काउनुको लागि चाहिन्छ, लगाउनुको लागि। अब म तपाईँहरूलाई स्टेप बाई स्टेप सिकाउँदैछु कसरी बनाउने भनेर, लगाएर देखाउँदैछु। यहाँ मैले कुकरमा पानी लगाइसकेको छु। पानी उम्लन दिनुपर्छ। थोरै पानी लगाउने किनभने सब्जीबाट पनि पानी निस्किन्छ। त्यसपछि यसरी उमाल्ने। यसरी उम्लिसकेपछि हामीले यहाँ रेडी गरेको सामानहरू लगाउने। पहिला लगाउनु पर्छ हामीले मुन्टालाई यसरी लगाउने। त्यसपछि टमाटर लगाइदिनु पर्छ। त्यसपछि मटर लगाइदिने। त्यसपछि प्याज लगाइदिने। त्यसपछि खुर्सानी लगाइदिने। यसरी हामीले सबै थोकलाई एकैचोटि लगाइदिने। त्यसपछि हामीले नुन लगाइदिने। नुन तपाईँहरू कतिको खानुहुन्छ त्यस अनुसारले लगाइदिने। त्यसपछि हर्दी पेसार पनि लगाइदिने। अब हाम्रो सबै थोक रेडी भयो। यसरी सबै थोक लगाइसकेपछि अब हामीले 5-10 मिनेटको लागि छोपिदिने यसरी। अब यहाँबाट पानी निस्किन्छ, त्यो पानी निस्किन्जेलसम्म हामीले छोपिदिने। यहाँ मैले दही र घिउ चाहिँ लगाएको छुइनँ, किनभने दही चाहिँ यो तिउनको झोल आएर सुकेपछि मात्रै लगाउनुपर्छ। त्यसको झोल बनाउनुपर्छ, दहीको झोल बनाउने। अनि घिउ चाहिँ हामीले लास्टमा पाकिसकेपछि जिरा र धनियाँमा पड्काउने हो। यो अब यसरी पानी निस्केर उम्लिन थालेको छ। यो पानीलाई चाहिँ मजाले सुकाउनु पर्छ हामीले। यो पानीलाई हामीले मजाले सुक्नु दिनुपर्छ। अब यसलाई एकचोटि मजाले चलाइदिनु होला, सबैलाई मिक्स गरिदिनु होला। हेर्नुहोस् है, यसरी चलाइदिनु होला। माफ गर्नुहोला, यसमा आलु पनि चाहिन्छ। भिडियोमा तपाईँलाई आलु देखाउनु बिर्सेछु। यो आलु पनि यहाँ लगाइदिनु होला। अब मजाले चलाइदिनु होला। हाम्रो तरकारीको झोल चाहिँ सुकेर यति भएको छ। यसलाई मजाले सुक्नु दिनु होला।
लगभग हाम्रो तरकारीको झोल चाहिँ जुन पानी निस्केको थियो सागबाट थोरै पानी पनि लगाएको थियौँ, त्यो चाहिँ सुक्न लागेको छ। यसलाई सुकाउनुपर्छ मजाले। अब यसलाई हामीले 2-3 सिटी लाग्नु दिनुपर्छ। हाम्रो लुङ्गा खानको चाहिँ सिटी लागेर यतिको झोल भएको छ। आलु पाकेको छ मजाले। आलु मजाले पाकेको छ, हेर्न सक्नुहुन्छ। झोल पनि सुकिसकेको छ। यतिको भएको छ पाकेर। यसपछि हामी अब लगाउँछौँ हामीले राखेको मही, दही। यसरी लगाइदिनु होला। त्यसपछि यसरी चलाइदिनु होला। हामीले बनाएको मही चाहिँ यसरी मैले तरकारीमा लगाइसकेको छु। अब यसलाई मजाले उम्लिनु दिनु होला, उम्लेर पाक्नु दिनु होला। मेरो लुङ्गा खान चाहिँ उम्लिनु थालिसकेको छ। यसरी उम्लिनु दिनु होला मजाले। यसरी मजाले उम्लिनु दिनुपर्छ। यसरी उम्लिसकेपछि थोरै झोल सुक्छ, त्यसपछि पाक्छ मजाले।